Life in Fukuoka. फुकुओकामा जीवनयापन यो फुकुओका सिटीबाट प्रायोजित कार्यक्रम हो। नमस्ते, ओहाई गोजाइमास, म सरिता। यो छोटो समयको कार्यक्रम लाइफ इन फुकुओकामा तपाईहरुको लागि फुकुओकामा आरामदायक जीवनयापन गर्न तथा बाहिर निस्कँदा वा दैनिक जीवनमा आवश्यक पर्ने जानकारीहरू नेपालीमा दिने आइरहेकी छु। हरेक हप्ताको बिहीबार यो कार्यक्रम बिहान 8:54बाट म सरिताको साथ सुन्न सक्नुहुन्छ। छोटो समयको यो हाम्रो कार्यक्रम सुन्दै गर्नुहोला। फुकुओकामा जीवनयापन। आजकलको मौसम बिहान बेलुका धेरै सजिलो भएर आएको छ। यो वर्षको चुसुनोमे गेचु अर्थात् मध्य शरदको चन्द्रमा आज अक्टोबर 1 बिहीबारमा देखा पर्नेछ। चुसुनोमे गेचु भनेको चन्द्रमामा आधारित क्यालेन्डर अनुसार अगस्त 15 को फुल मुन अर्थात् पूर्णिमा हो। वर्षभरिमा सबैभन्दा सुन्दर चन्द्रमाको रूपमा मानिने जापानमा परापूर्व कालदेखि यसलाई हेर्ने परम्परा छ र यस दिनलाई ओचुकिमी अर्थात् चन्द्रमा हेर्ने दिन भनिन्छ। गर्मी समाप्त भई जाडो सुरु हुने यो समयमा पूर्णिमाको रातको आनन्द लिनु एक किसिमको जापानको शरद ऋतुको परम्परा हो। जापानिज मिठाई डाङ्गो र सुसुकी भन्ने घाँसले सजाएर शरद फसलको लागि धन्यवाद दिने र राम्रो बाली नालीको लागि प्रार्थना गर्ने चलन छ। 15 रातको चन्द्रमा भएकोले यस दिनमा 15वटा डाङ्गोहरू चढाउने अनि सामान्यतया पिरामिडको आकारमा सजाउने चलन छ। त्यस्तै सुसुकीलाई चामलको रूपमा सँगै सजाइने पनि गरिन्छ। साथै जापानमा चन्द्रमाको छाया हेर्दा खरायोले मोची बनाएको जस्तो देखिन्छ अरे। त्यसैले चन्द्रमामा खरायो छ भन्ने किम्वदन्ती पनि रहेको छ। फुकुओकामा जीवनयापन। आज पनि मैले फुकुओका सहरले जारी गरेका केही जानकारीमूलक सूचनाहरू लिएर आएकी छु। पहिलो सूचना रहेको छ राष्ट्रिय जनगणनाको फारम भर्ने बारे। जापानमा यस वर्ष राष्ट्रिय जनगणना गर्ने भएको छ। राष्ट्रिय जनगणना भनेको प्रत्येक 5 वर्षमा एकपटक जापानमा बसोबास गर्ने सबै व्यक्ति र घर परिवारहरूको जीवन स्तरको सर्वेक्षण गर्ने हो। विदेशीहरू पनि यस सर्वेक्षणमा पर्दछन्। सर्वेक्षणमा जन्ममिति, पेसा, काम गर्ने ठाउँ वा स्कुल, बस्दै गर्नुभएको घर आदि 16वटा विषयहरू छन्। सेप्टेम्बर 14 देखि सर्वेक्षणकर्ताहरूले तपाईँहरूको घर परिवारहरूको भ्रमण गरी सर्वेक्षण कागजातहरू वितरण गरिसकेको छ। स्मार्टफोन वा कम्प्युटरबाट सजिलै र सहज उत्तर दिन सकिने भएकाले इन्टरनेट मार्फत भरिदिन हुन अनुरोध गर्दछौँ। इन्टरनेटमा लगइन गर्दा कागजातमा लेखिएको लगइन आइडी र एक्सेस की प्रयोग गर्नुहोस्। 24 घण्टा जापानी, अङ्ग्रेजी, चाइनिज, कोरियाली, भियतनामी, पोर्चुगिज र स्पेनिसमा उत्तर दिन सक्नुहुन्छ। यदि इन्टरनेट मार्फत भर्न गाह्रो छ भने सर्वेक्षणको फारम भरेर पोस्ट गरेर पठाउनुहोस्। कृपया अक्टोबर 7 सम्ममा भरिदिन हुन अनुरोध गर्दछौँ। अब अर्को सूचना रहेको छ कोरोना भाइरसको सम्पर्क पत्ता लगाउने एप कोकोआको प्रयोगको बारेमा। जापानले कोरोना भाइरस सम्पर्क पत्ता लगाउने कोकोआ नामको एप बनाएको छ। यदि तपाईँ भाइरस सङ्क्रमित व्यक्तिको 1 मिटर भित्रको दूरीमा 15 मिनटभन्दा बढी सम्पर्कमा आउनुभयो भने यो एप मार्फत तपाईँलाई सूचित गराइनेछ। यो निःशुल्क एप हो। एपद्वारा सूचना पाएको व्यक्तिले यदि सङ्क्रमित व्यक्तिसँग सम्पर्कको मितिदेखि 2 हप्ताभित्र परामर्श गर्नु भएमा PCR परीक्षण निःशुल्क प्राप्त गर्न सक्नुहुन्छ। जति धेरैले यो एपको प्रयोग गर्नुहुन्छ त्यति नै सङ्क्रमणलाई रोक्ने सम्भावना बढी हुन्छ। त्यसैले आफू र आफ्नो नजिकका मानिसहरूको सुरक्षाका लागि कृपया आफ्नो मोबाइलमा यो एप राख्नुहोला। यो फुकुओका सहरबाट जारी सूचना थियो। फुकुओकामा जीवनयापन। यो हप्ताको लाइफ इन फुकुओका कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? लभ एफएमको होम पेजमा गएर लाइफ इन फुकुओका नेपाली भनेर खोजी पोडकास्टबाट यो कार्यक्रम तपाईँको मिल्ने समयमा सुन्न सक्नुहुन्छ। त्यस्तै ब्लगबाट पनि यो कार्यक्रमको बारेमा जानकारी पाउन सक्नुहुन्छ। जाने आज दीपक बजाचार्यको सानी गीत तपाईँहरू सबैको लागि राख्दै बिदा हुन चाहन्छु। तपाईँको दिन शुभ रहोस्। नमस्ते।